महिला सशक्तिकरण अङ्ग्रेजीमा यसलाई हामीले वुमेन इम्पावरमेन्ट भन्छौँ र युएन वुमेन जस्ता इन्टरनेसनल अर्गनाइजेसनले यसैको लागि भनेर धमाधम प्रोजेक्ट्स लन्च गरिराखेका हुन्छन्। तर वाट इफ आई टेल यु कि हाम्रै समाजमा एउटा यस्तो परम्परा छ जुन महिला सशक्तिकरणको सबैभन्दा पुरानो स्टेप नभए तापनि वान अफ दि ओल्डेस्ट नन रिचुअल हो। एउटा यस्तो कल्चर जुन महिलाहरूको रेस्पेक्ट, डिग्निटी र सेल्फ कन्फिडेन्सलाई बढाउनका लागि सुरु गरिएको थियो, त्यो पनि 100 वर्ष अगाडि। एउटा यस्तो कल्चर जहाँ ससाना छोरीहरूलाई सूर्य र बेलसँग बच्चैमा विवाह गरेर लाइफ टाइम सुरक्षा प्रोभाइड गरिन्थ्यो। यो केवल परम्परा होइन, यो त वुमेन साइकोलोजीलाई प्रमोट गर्ने गेम चेन्जर हो। अब कसरी हुन्थ्यो त यी विवाह, र त्यो भन्दा पनि मेन कुरा कसरी यसले एकजना छोरीको जीवनलाई नै सुरक्षा प्रोभाइड गर्थ्यो त। हेलो एभ्रिवान, लेट मी कभर दिस लङ स्टोरी इन सर्ट। काठमाडौँ उपत्यकाका मूल बासिन्दा नेवारहरू 2000 वर्षभन्दा अगाडिदेखि नै भारतदेखि तिब्बतसम्म आफ्नो धर्म, संस्कृति, व्यापार र कलाको लागि प्रख्यात थिए। उपत्यकाका 3 ऐतिहासिक सहरको सम्पूर्ण इन्फ्रास्ट्रक्चर नेवारले नै बनाएका हुन्। तर सबैभन्दा रोचक कुरा, जब पृथ्वीनारायण शाहको गोर्खाले सन् 1767 मा यी 3 राज्यहरूमाथि विजय प्राप्त गर्यो, तब यहाँको सम्पूर्ण राजनैतिक अवस्था त परिवर्तन भयो, तर यहाँको धर्म र संस्कृति कहिले पनि परिवर्तन हुन सकेन। र त्यसैको फलस्वरूप आज पनि नेवारी भाषा र धरोहर सबैतिर गुन्जिरहेको छ। नेपालको धेरै जसो समाजहरूमा पुरुष प्रधान नियमहरू कडाइका साथमा पालना हुने गर्छन्। अब यी नियमहरूले नारीको जीवनलाई त कठिन बनाएकै छ, तर विधवा नारीको जीवनलाई पनि अझै कठिन बनाएको छ। विधवा नारीहरूलाई सिन्दुर लगाउन नदिने, रातो कपडा लाउन नदिने, पूजापाठ गर्न नदिने र कुनै पनि धार्मिक तथा सांस्कृतिक कुराहरूमा अगाडि सर्न नदिने, यो एउटा यस्तो हार्श रियालिटी हो जो आजको दिनसम्म पनि देख्न सकिन्छ। नेवार समुदायले यसलाई अलग तथा राम्रो दृष्टिकोणले हेर्छ। यहाँ महिलाहरूलाई केवल सम्मान मात्र होइन, सांस्कृतिक स्वतन्त्रता पनि दिइएको छ। घरको निर्णय, व्यापार, कलाकृति सबैतिर महिलाहरूलाई पनि उत्तिकै सक्रिय बनाइन्छ। अनि सबैभन्दा माइन्ड ब्लोइङ कुरा, नेवार महिलाहरू कहिल्यै पनि विधवा हुँदैनन्। अब यो रहस्य लुकेको छ 3 प्रतीकात्मक विवाहहरूमा। नेवारी केटीहरूले आफ्नो जीवनकालमा 3 पटक विवाह गर्छन्। पहिलो पटक बेलसँग, दोस्रो पटक सूर्यसँग र तेस्रो पटक बल्ल मान्छेसँग। तर अब आफ्नी छोरी विधवा नहोस् भनेर मात्रै यी विवाहहरू गराइएको चाहिँ होइन। हरेक विवाहको पछाडि आफ्नै आध्यात्मिक र धार्मिक विश्वासहरू लुकेका छन्। अब सर्वप्रथम त कुरा गरौँ यी हरेक विवाहहरूको बारेमा, र त्यस पश्चात यो विवाहहरू गराइनुको पछाडिको कारणको बारेमा कुरा गरौँला। र अब हजुरहरूलाई विवाहको बारेमा अलरेडी थाहा छ र मलाई यसको इम्पोर्टेन्स, किन यो विवाह चाहिँ गरिन्छ त भन्ने कुरा मात्रै थाहा पाउन मन छ भन्नुहुन्छ भने चाहिँ हजुरहरू यो टाइम स्ट्याम्पमा जान सक्नुहुन्छ। बेल विवाह, बेलसँगको विवाह। बेल, जसलाई अङ्ग्रेजीमा हामीले वुड एप्पल भन्छौँ, एउटा यस्तो फल जसको बाहिरको बोक्रा एकदमै कठोर हुन्छ र यो चाँडै नबिग्रिने एकदमै पवित्र फल हो, जसलाई हामीले हिन्दू धर्ममा शिवजीसँग पनि जोड्ने गर्छौँ। र अब साधारण विवाह जसरी नै यस विवाहमा पनि सुरुमा त लगन हेरिन्छ, परिवार र आफन्तहरू जम्मा भइन्छ र फाइनली विवाह हुन्छ। यो विवाह जेनरली 2 दिनको हुने गर्छ। अब पहिलो दिनलाई विवाह स्थानको शुद्धिकरण गर्ने, नुहाउने अनि केही प्रारम्भिक पूजाहरू गर्ने दिन भनेर मनाइन्छ। दोस्रो दिनलाई चाहिँ मुख्य विवाहको दिन भनेर मनाइन्छ। यस दिन नयाँ कपडा, लुगा, गरगहनाको साथमा केटीलाई दुलै जस्तै सजाइन्छ र सामान्य विवाह जस्तै मण्डप, पुजारी, कन्यादान यो सबै प्रोसेस फलो गरिन्छ। दिनभर व्रत बसेकी दुलैले अन्त्यमा बेललाई आफ्नो हातमा राख्छिन् र दुलैको पिताले त्यस बेलसँग छोरीको कन्यादान गराइदिन्छन्। अब विवाह त भयो, तर सिउँदोमा सिन्दुर भने कसले हालिदिने त? बेल त निर्जीव वस्तु हो। यो सिउँदोमा सिन्दुर हालिदिने काम चाहिँ अन्य विवाहित महिलाहरूले गर्छन्। र अनि अन्त्यमा दुलैले अब सबैसँग आशीर्वाद लिएर विवाहलाई सम्पन्न भएको मानिन्छ। अब प्रश्न उठ्ला, बेल नै किन त? अन्य वृक्ष, अन्य फललाई हामीले किन नलिगेको यसमा? अब यसको पछाडि पनि गहिरो आध्यात्मिक विश्वासहरू लुकेका छन्। बेल फललाई विष्णु, शिवजी जस्ता महादेवताहरूसँग जोडिन्छ र सँगै बेलको कडा बोक्रा भएको कारणले गर्दा यो छिटो बिग्रदैन, वा त भनौँ कहिले पनि कुहिँदैन। अब यसले कहिले पनि नटुट्ने बन्धनलाई झल्काउँछ। अनि अब जब एउटा केटीको पहिलो पति नै भगवानहरूसँग जोडिने वस्तु हो जुन कहिले पनि बिग्रदैन,
तब ती केटी कसरी विधवा हुन्छन् त? यही कन्सेप्टलाई नेपालीमा हामीले अखण्ड सौभाग्यवती पनि भन्छौँ। संस्कार र परम्पराले भरिपूर्ण नेवा समाजमा समय बित्दै गएपछि जब महिला पहिलो पटक महिनावारी हुन्छ तब दोस्रो विवाह गरिन्छ। यसलाई बाराह तयेगु वा सूर्य विवाह भनिन्छ। अब यहाँ नेवारी शब्दहरू प्रयोग गर्दा मबाट केही मिस्टेक्सहरू हुन सक्छन्। त्यो केसमा म यहीँबाट एकैमुष्टमा माफी माग्न चाहन्छु। मैले कुनै पनि समुदायलाई प्रमोट या डिमोट गर्न भन्ने खोजेको होइन। यो मैले काम गर्दा गर्दै गरेको केही मिस्टेकहरू हो, त्यही सम्झेर माफ गरिदिनु होला। भिडियोमा अगाडि बढाऊ। यो विवाह एउटा साधारण बन्धन मात्र नभएर ती युविका अफिसियली नारीको रूपमा एउटा समाजमा स्वीकृत हुने सिम्बोलिजम हो। र यो विवाहको सबैभन्दा रोचक पक्ष भनेको 13 दिन गुफा बस्ने चलन हो। विवाह गर्नुभन्दा ठिक 13 दिन अगाडिदेखि एउटा बालिकालाई गुफामा राखिन्छ। गुफा भनेर साँच्चीकै बाघको गुफा होइन। बालिकालाई एउटा अँध्यारो कोठामा राखिन्छ जहाँ घामको किरण पर्न दिइन्न र त्यो कोठाबाट त्यस बालिकाले कुनै पनि पुरुषलाई नदेखोस् भन्ने कुरालाई मेक स्योर गरिन्छ। अब यो सुन्दाखेरि अचम्म लाग्ला होइन? त्यो बच्चालाई टर्चर दिएको जस्तो पनि लाग्न सक्छ, तर यसको पछाडि एउटा गहिरो डिप मिनिङ लुकेको छ। गुफामा बस्ने चलनले मृत्यु र पुनर्जन्मलाई झल्काउँछ, पुरानो जीवनको अन्त्य र नयाँ जीवनको सुरुवात। त्यो 13 दिनमा उनलाई विशेष खालको खाना दिइन्छ। नुनिलो खाना नदिएर उनलाई फलफुल, मिठाई जस्ता विशेष परिकारको खानाहरू दिइन्छ र यो कुरा उनको शारीरिक र मानसिक शुद्धिकरणको लागि गरिने हो। यो बेलामा आमा, दिदी र अन्य विवाहित महिलाहरूले उनलाई महिलापन, अनुशासन, घर चलाउने प्रक्रियादेखि लिएर यस्ता बेसिक वुमेनहुडको कुराहरू सिकाउँछन्। अब 13औं दिनको बिहान सूर्यको पहिलो किरण आउनुभन्दा अगाडि नै उनलाई गुफाबाट निकालिन्छ अनि हुन्छ उनको सूर्यदेवसँगको विवाह। यस दिन पनि सामान्य विवाह जसरी नै रातो सारी, गहना, मन्त्र, पूजा यी सबै कुरा हुन्छन्। अब फेरि थुप्रो देवताहरूमध्ये सूर्यदेवलाई नै पति मान्नुको पछाडि एउटा गहिरो कारण छ। संसारलाई जीवन दिने क्षमता भएका, अनन्त, स्थिर, कहिले पनि नथाक्ने र नहराउने, सदैव रहिराख्ने सूर्य। बेल जसरी नै सूर्यको पनि अन्त्य हुँदैन र बेल विवाहमा जस्तै सूर्यलाई पनि आफ्नो पति बनाएपछि ती महिला कहिले पनि विधवा हुनु पर्दैन। गुफाले बाल्यकालको अन्त्य जनाउँछ भने सूर्यले नयाँ जीवनको सुरुवात। सोच्नुहोस् न, 13 दिनको अन्धकारबाट सूर्यतर्फको यात्रा। अब आधुनिक युगमा केही प्रश्नहरू पनि उठ्न थालेका छन्। 13 दिनसम्म त्यसरी गुफामा बस्नु टर्चर होइन र भनेर। अनि यही कारणले गर्दा केही परिवारहरूले चाहिँ गुफा बस्ने चलनलाई छोटो रूपमा मनाउन थालेका छन्। अब पालो आयो तेस्रो विवाहको, वास्तविक विवाह। यो विवाह पनि अर्डिनरी भने छैन, किनभने जब दुलही मान्छेसँग विवाह गर्न बस्छिन् उनले पहिला नै 2टा विवाह गरिसकेकी हुन्छन्। नेवारी विवाहको रीतिहरू पनि सामान्य हिन्दू विवाह भन्दा अलि फरक छन्। पहिलो दिनमा स्वयम्वर हुन्छ। यस दिन दुलाको परिवार बाजा गाजा सहित दुलैको घर जान्छन्। पुरोहितको उपस्थितिमा सरस्वती र अन्य देवताहरूको पूजा गर्छन्। दोस्रो दिन भने मुख्य विवाहको दिन हो। अग्निको अगाडि बसेर प्रड लिग्ने, पूजा गर्ने, फेरा लिने अनि सिउँदोमा सिन्दुर हालिदिने, यो सबै प्रक्रिया यसै दिन हुन्छ। विवाह सम्पन्न भएपछि दुला दुलैले आफूभन्दा ठुलाको आशीर्वाद लिन्छन् अनि यसरी नै एउटी महिलाको तेस्रो विवाह पनि पुरा हुन्छ। अब कुरा गरौँ यी विवाहका महत्त्व र के कारणले गर्दा आजको दिनसम्म पनि यो परम्परा एज इट इज चल्दै आएका छन् त। पुरानो समयमा जब एउटी विधवाले धेरै यातनाहरू सहन पर्थ्यो, जब उनलाई रातो कपडा लाउन दिइन्थेन, पूजामा सरिक हुन दिइन्थेन, बेसिकली समाजमा हेपाईको पात्र बनाइन्थ्यो, तब बेल र सूर्य जस्ता अमर वस्तुलाई एउटा केटीको पति बनाइदिएपछि उनी कहिले पनि विधवा हुनु पर्दैन थियो र जसका कारणले गर्दा समाजका यातना र पीडाबाट उनी सदैव टाढा रहन सक्थिन्। अब अहिलेको टाइममा त यो कुरालाई रिलेट गर्न अलि गाह्रो होला, तर पहिलाको डरलाग्दो नेपाली समाजमा नेवार समुदायका व्यक्तिहरूले आफ्नो छोरीहरूलाई बचाउनको लागि यो निकै नै राम्रो सिस्टम ल्याएका हुन्। अब इमेजिन गर्नुहोस् नेवार समुदायका पूर्वजहरूको कति लामो भिजन थियो होला। जे काम आजको दिनमा इन्टरनेसनल अर्गनाइजेसनहरूले गर्न सकेका छैन त्यही काम उहाँहरूले 100 वर्ष अगाडिदेखि नै गर्दै आउनु भएको थियो। त्यस्तै गुफा बस्ने चलन पनि एउटा छोरीको लागि
एकदमै ठुलो माइलस्टोन सेलिब्रेसन हो। अब साइन्टिफिकली नै भन्ने हो भने पनि यो ट्रेडिसन प्युबर्टी ट्रान्जिसनलाई झल्काउने एउटा एकदमै राम्रो स्ट्रक्चर्ड प्रोसेस हो। कसरी त्यो जान्नको लागि आजको साइन्सले के भन्छ त्यो थाहा पाउनुपर्छ। प्युबर्टी ट्रान्जिसन एउटा छोरीको लाइफमा फिजिकल्ली, मेन्टल्ली र हर्मोनल्ली सबैभन्दा इम्पोर्टेन्ट फेज हो। यही बेला फ्यामिली सपोर्ट र इमोसनल सेक्युरिटी धेरै नै इम्पोर्टेन्ट हुन्छ। रिसर्चले पनि यही भन्छ। अनि नेवारहरूको गुफा बस्ने चलन यही कुराको एन्सियन्ट भर्जन हो। प्युबर्टी ट्रान्जिसन भइराखेको छोरीलाई सेफ स्पेसमा राख्ने, बडी चेन्जेसलाई सेलिब्रेट गर्ने, कम्युनिटीमा सपोर्ट फिल गराउने र म लाइफको लागि रेडी छु भन्ने कुरामा विश्वास दिलाउने। अब सबैभन्दा राम्रो पार्ट के छ त भन्दा यसले हिस्टोरिकल्ली हुने अर्ली म्यारेजलाई प्रिभेन्ट गराइदिन्थ्यो। कसरी? पहिलेको समयमा जब 6-7 वर्षको हुँदा एउटा छोरीको विवाह गराइन्थ्यो र 14-15 वर्ष हुँदा त उनी प्रेग्नेन्ट नै भइसक्थिन्। त्यो टाइममा यी दुई किसिमको विवाह अगाडि गराइदिएपछि उनको तेस्रो विवाह, उनको एक्चुअल ह्युमनसँग हुने विवाह अटोमेटिकल्ली पुसब्याक भएर करिब 16-17 वर्षभन्दा पछाडिको लागि सर्थ्यो, जसको कारणले गर्दा उनको अर्ली म्यारेज त प्रिभेन्ट भइ नै हाल्यो। यसको साथसाथै अर्ली प्रेग्नेन्सीको चान्सेस पनि एकदमै कम हुन्थ्यो र अल्टिमेटली त्यस छोरी र उनले पाउने बच्चा दुइटैको मोर्टालिटी रेट पनि एकदमै न्यूनीकरण हुन्थ्यो। आजको रुल्स फरक छन् होला, तर साइन्सको कोर लजिक पनि सेम नै छ। छोरीको लाइफमा प्युबर्टीमा सपोर्ट देऊ, डिसिजन मेकिङमा मच्योर भएपछि मात्र ह्युमन म्यारेज गर। सो यो ट्रेडिसन र मोडर्न साइन्स अपोजिट होइन, यिनीहरू प्यारलली चल्ने फिलोसफिजहरू हुन्। अनि यो कुराहरूलाई सर्फेसली हेर्दा त हामीले नबुझ्न सक्छौँ, तर जब हामीले यी परम्पराका पछाडिका कारणहरू बुझ्छौँ तब हामी आफ्नै ट्रेडिसनमाथि गर्व गर्न थाल्छौँ। यी विवाहहरू रमाइलो मात्र होइनन्, छोरीलाई आफूमाथिको कन्फिडेन्स दिलाउने र उनीहरूको कन्फिडेन्सलाई बुस्ट गर्ने एउटा महत्त्वपूर्ण फ्याक्टर्सहरू हुन्। अब आफै सोच्नुहोस्, यस्तो परम्परा अरू कहाँ छ दुनियाँमा? लङ स्टोरी सर्ट, आधुनिक युगमा यस्ता परम्पराको संरक्षण अलि कठिन छ। ग्लोबलाइजेसन र माइग्रेसन जस्ता फ्याक्टर्सहरूले यस्तो गौरवशाली परम्परामाथि प्रभाव पार्दैछन्। नेपालभरि र विदेशमा रहेका नेवार समाज र संस्थाहरूले भाषा, संस्कृति र परम्परा जोगाउन ठुलो भूमिका खेलिराखेका छन्। हरेक परम्पराको पछाडि केही न केही कारण लुकेको हुन्छ। हामीले त्यसको कारण बुझ्न खोज्नुपर्छ र अन्य परम्परा जस्तै नै यी विवाहहरू पनि कुनै परम्परा मात्रै भने होइन, यी नेपालमा महिला सशक्तिकरणको वान अफ दि ओल्डेस्ट फुटस्टेप्सहरू हुन्। लेट मी नो हजुरहरूलाई के लाग्छ।